मैले हेलमेटको सिसा खोलेर कुदाउँदाखेरि पनि अगाडि केही देखिरहेको छैन। एडभेन्चर बाइक ट्राई गर्नु गइरहेको छु। बाफे म त भित्ता जान्छु। यतिको भिड चाहिँ हुनुपर्छ है शनिबार। ओ फा भयो। मैले त केही देखिरहेको छुइनँ। मेरो क्यामेरामा चाहिँ कस्तो देखिरहेछ कुनि। आज चाहिँ कस्तो गाउँ साइडतिर कुदाइरहेको छु। हेलो साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल। होइन आज चाहिँ म यस्तो आपत गरी निक्लेँ कि घरबाट होइन। मैले चाहिँ भ्लग पनि स्टार्ट गर्नै पाइनँ। मैले अचानक यहाँनिर झन् क्यामेरा बोकेर चाहिँ निक्लेको छु अनि यहाँनिरबाट मेरो भ्लग स्टार्ट गर्दैछु। यहाँ साथीलाई पनि पर्खेको छु। आज दाईहरू पनि भेट भएको छ, थुप्रै दाई भाइ 3 जना अनि 2 जना केटी हुन्छ, जम्मा 5 जना। हामी चाहिँ यहाँबाट डाँडा बजार जाने भनेर सोच बनेर छौँ। हाम्रो सबजनाको यहाँ भेट भइसकेको छ। यहाँ देख्नु सक्नुहुन्छ यता अब एकजना भाइ माथि भेट्नु। आज चाहिँ म केटिएम कुदाउन आँटिरहेको छु। खाँदैम दाइ आज बस पार्क त सिधै हो। ओहो मजा आउँछ कि क्या हो कुदाउन। केटिएमको कुरा गर्नु पर्दाखेरि एमटी भन्दा चाहिँ अलिकति भेट्नु साह्रो पर्यो मलाई, तर कुदाउनु त सजिलै हुँदैन। मलाई यस्तो अल्छी लागिरहेको थियो कि के भन्नु र तपाईँहरूलाई। त्यही पनि केही छैन भनेर चल्दियो। अब शनिबार मनाउनुलाई यस्तो हुँदो रहेछ कि हामी चाहिँ बिहानबाट सुत्यो भने ओपरे बडी नै कस्तो अल्छी लाग्दो हुँदो रहेछ क्या। अनि केही गर्नै मन लाग्दैन रहेछ। म सधैँ त बिहानै उठ्ने बानी, आज शनिबार भएर म 8 बजी उठेको। यो चाहिँ हाम्रो भान्चोक रहेको छ। अहिले चाहिँ बस स्ट्यान्ड तल सरेर चाहिँ ओपरै के भन्छ सुनसान भएको छ अलिक अस्ति नैको भन्दा चाहिँ। आज मैले यो नयाँ ग्लस ट्राई गरेको नि त। आज चाहिँ पुरा राइडर टाइपको डोगा लाएर कुदिरहेको छु। फेरि ग्लस लाएर पनि कति त बाइक राइड गर्दा कम्फर्टेबल हुँदैन नि। ग्लस नलाइ त फेरि कस्तो कम्फर्टेबल हुन्छ। कसैलाई चाहिँ मलाई चाहिँ ग्लभ्स लाएर फेरि त्यस्तो धेरै कम्फर्टेबल फिल नै हुँदैन। अलिक तलतिर रहेछ हरनेसको चाहिँ। यो त के हो, राईको झन्डा जस्तै छ त। तिरको हो भने राई नै हो त रहेछ। राईको झन्डा रहेछ के छ कि क्या हो। आज त रिङ्गटा चल्ने गरी फसिहालेँ नि म त जाममा। मेरो साथीहरूले छोडेर कहाँ गइसक्यो। मलाई चाहिँ यहाँ हिँड्नु मजा भइरहेछ। अनि के हो दाइ आज के हो? र्याली हो। ए र्याली रहेछ क्या आज राईहरूको। ल घुम्यो र्यालीमा घुम्यो द बाई बाई। म चाहिँ यहाँबाट सिधै जाने हो। तर यस्तो गर्मी भइरहेको छ कि यो धरानतिर माथि चाहिँ शीतल होला जस्तो लागिरहेछ। धरानको लास्ट पेट्रोल पम्प हो है। यहाँदेखि माथि चाहिँ छैन पेट्रोल पम्प, यही हो लास्ट। अनि यहाँनिर 2टा बाटो छुट्टिन्छ। यो एउटा बाटो चाहिँ यता ट्री हाउस अनि माथि त्यो के भन्छ खै कहाँ भन्न आएन, शिवझट्टा जान्छ कि। अन्त म चाहिँ यता हो भेरेटा बिच रोड सुनाइदियो नि तपाईँ। बिचरा ओभरटेक गरेर आउँदै रहेछ। म यताबाट फिल्ली उडेर जाँदै थिएँ क्या फेरि। त्यही भएर पछाडि सरो हो। किन जाम लाग्यो भनेको त पछाडिबाट गाडी अगाडिबाट गाडी आइरहेको रहेछ। त्यही भएर पो रहेछ त हौ। तर किन यति धेरै गाडी आज यो रोडमा। आज मैले केटिएम कुदाएँ भनेर थाहा पायो कि क्या हो। ओइ क्या कर रहे हो तुम दोनों। अब यो यस्तो जाममा फस्यो कि, यस्तो धेरै जाममा फस्यो कि न यहाँदेखि निक्लेर जान सकिन्छ न के। यस्तो भइरहेछ नि अवस्था, के भन्नु। यस्तो धुलो उडाइदियो कि
काले दाइले लगाएको कालै इष्टकोट मैले नाङ्गे गीत गाउँदै कत्रो ठुल्ठुलो गाडी हिँड्ने टाइममा आइएछ आज हो आज त जताततै जामै जाम मात्र छ त हौ के चलिरहेछ धरान मासतिर पनि जाम कहिले जाम त हुँदैन थियो त यसरी ल म नै हर्न बजाइदिउँ न मैले चाहिँ औँला छोटो भएर हर्न बजाउँदाखेरि चाहिँ क्लच पुरै छोडेर यसरी ट्याट ट्याट थिच्नुपर्छ अनि मात्र हुन्छ क्या क्लच पक्रिँदै यता हर्न त भ्याउनै भ्याउँदिनँ म त कि फुल क्लच तान्नु पर्यो क्लच तानेपछि कुद्दैन गाडी म नि चल्दिनँ त यो ठुल्ठुलो गाडी त गयो भने म बाइक छिरिहाल्छु नि होइन क्या चल रहा है किन यति ढिलो अब टर्निङ आइरहेछ अहिले भर्खर धरानमा यस्तो साह्रो घाम लागेर यस्तो गर्मी थियो कि यहाँनिर हेर्नु नि यस्तो छ मौसम पनि गर्मी हुन्छ होला भनेर ज्याकेट पनि नबोकी नलाइकन हिँडेको म हिरोनीको तालमा अब यहाँ चिसो खप्नु परिरहेछ र आज चाहिँ धरानमा चाहिँ क्लियर थियो तर यताको मौसम चाहिँ यस्तो भइरहेछ अस्ति नै एकचोटि जाँदा चाहिँ लकले नै साथ दिएर होला मौसम यस्तो दामी खुलेको थियो कि त्यति बेला चाहिँ खतरा भ्यू पनि देखेको थियो कि अनि मैले भिडियो पनि खतरा बनाएँ नि त मैले आज यो केटिएम बाइक चाहिँ 3 गियरमा कुदाइराख्दाखेरि पनि 3 गियर 4 गियर एमटीकै जस्तो गरी कुदाइरहेको छु घरिघरि 5 गियरमा तर ऊपर तात्तिरहेको छ क्या गरिरहेछ अनि पहाडको बाटोमा चाहिँ खासै म ओभरटेक गर्दिनँ त्यो कुरा तपाईँलाई थाहा छँदैछ होइन अब यस्तो छ परसम्म लाइन ओभरटेक गरिहाल्नु भने नि बिचमा कहाँ खादिनु होइन उनीहरू खाँदा कुदिरहेको छ त्यति नै भन्न चाहे आमा मौसमको त के पुरै ब्लाइन्ड भएर आइदियो यार एक्कासी मौसम त वाउ एउटा कुरा क्या साथीहरू म भनौँ बाइक कुदाउनुको फाइदा चाहिँ के छ भने नि बाइक कुदाउँदाखेरि चाहिँ कुनै कुराको टेन्सनै हुँदैन क्या न फ्युचरको न पास्टको त्यो माइन्डले के सोच्छ भने जुन अहिले यो चलिरहेछ नि यही अवस्थालाई मात्रै दिमागले नि सोचिरहेको हुन्छ क्या त्यो अगाडि पछाडिको केही कुराहरू नै त्यस्तो धेरै आउँदैन क्या मेरो माइन्डमा पनि माइन्डलाई यस्तो रिल्याक्स फिल हुन्छ कि घरमा बसेर यस्तो इरिटेट भइरहेको छ भने अनि बाइक लिएर निक्लेर हिँड्नुपर्छ टेन्सन साफ हुन्छ क्या मलाई चाहिँ त्यस्तो हुन्छ है तर कसलाई कतिलाई कस्तो हुन्छ त्यो चाहिँ थाहा छैन मैले चाहिँ मेरो अनुभव बताएको होइन आज चाहिँ धरानबाट भेरेटार सधैँ 15-20 मिनटमा निक्लिने बानी आज त आधी घन्टाभन्दा बेसी लगाइदियो यस्तो लड्को जाम छ जति नागेर गए पनि फेरि यसमै फसिन्छ फेरि ओभरटेक गरेर अलिक अगाडि गयो कहिले नसकिने लड्को कुनै कहाँबाट फस्यो कहाँबाट आयो क्या यस्तो चाहिँ ओहो भिड हेर्नु न यहाँनिर आमा आज त के हो यतासम्मै छ त ल ठिक छ यतिको चाहिँ हुनुपर्छ आज शनिबार मनाउनुलाई हप्ताभरिको थकान हुन्छ मान्छेहरू काम गरेर होइन अनि त्यही भएर शनिबारको दिन चाहिँ घुम्ने ठाउँहरू पनि एकदम भिड हुन्छ क्या चिट्टासी चिप्की ओ फा भयो हेर्नु न एकदम सानमा ओभरटेक गरेर जाँदै थियो कि अगाडिबाट यस्तो भइदियो अनि यहाँको बाइक स्टार्ट भएन साथीको के भयो स्टार्ट भएन के भयो साथीको स्टार्टै भएन बाइक के भयो यतिको भिड चाहिँ हुनुपर्छ है शनिबार म चाहिँ शनिबार आजै आएको हो अरू बारको बेला आएको थिएँ ओहो ल त्यही भएर आज किन यति धेरै तल जाम लाग्यो भनेको त भेरेटारै पुरै जाम रहेछ नि त अनि आम्मामा लु के हो यस्तो आज मेला लागेको रहेछ त भेरेटारमा त ओहो एक रन मारेर आम्मामा यता पर झन् मान्छे कति धेरै बाफ्रे ओ हेरौँ है बाटो के हो
ध्यान चाहिँ कहाँ छ मान्छेहरूको क्या यत्रो टाइम भयो भेराइटार हुँदै कुदेको होइन कतिचोटि आइसकिसक्यो तर यस्तो चाहिँ मैले अहिलेसम्म देखेको थिइनँ यार यस्तो मेला चाहिँ फर्स्ट टाइमै देख्दैछु म हामी चाहिँ भेराइटार आइपुगिसकेको छौँ होइन आज चाहिँ म एकदमै धेरै भाइरल मान्छे हो आज मसँग उहाँ चाहिँ के भएर भाइरल हुनु उहाँ माटो पाटोमा भाइरल हुनुहुन्छ एकदमै धेरै यता हुनुहुन्छ भाइ यता भाइ चाहिँ सबले फेस हेरेर चिन्दैन कसैले पनि चिन्दैन तपाईँको फेस हेरेर पनि चिनिँदैन तर उहाँको भिडियो यति धेरै भाइरल हुन्छ कि यति धेरै कि त्यो चाहिँ सबैले सेयर गरेको हुन्छ देखेको हुन्छ तपाईँको भिडियो चाहिँ मान्छे चाहिँ चिन्दैन क्या तर तपाईँले यस्तो राम्रो राम्रो भिडियो बनाउनुहुन्छ कि तपाईँको भिडियोबाट चाहिँ मैले यति धेरै कुराहरू सिकेको छु कि बाइकको रुल्सहरू ट्राफिक रुल्सहरू सबै कुराहरू होइन तर खतरा हुनुहुन्छ यता हाम्रो आमुस दाई यता आमुस दाईको त पुरै नगर्नु धरानको सबैभन्दा फर्स्ट के अरे भन्नु त एकचोटि धरानको म उयो हो एउटा एमटी राइडर हो होइन हौ अर्को छ नि इनड्राइभ धरानको सबैभन्दा फर्स्ट इनड्राइभ गर्ने उहाँ हुनुहुन्छ भाइरल उहाँबाट थाहा पाएको मैले पनि धरानमा नि इनड्राइभ आयो भनेर तर कहाँ गयो तपाईँको इनड्राइभ कहाँ सुको मेरो इनड्राइभ भनेको अब म भ्याएको छुइनँ अहिले इनड्राइभ गर्नु लागि भ्याउनु भएको छैन ल सबजना आफ्नो आफ्नो ठाउँमा यति भाइरल हुन्छ म चाहिँ तर के कुरामा भाइरल छु भन्ने कुरा भन्नु सकेको छुइनँ अलिक बाइक अलिक पछि अहिले यसो हल्का उयो हुन्छ केमा दाहिनेतिर यसो लड्छ भनौँ न म चाहिँ बाइक लडाउनेमा भाइरल हेर्नु ओहो क्या है ये सब आज त माथि डाँडा बजार जाने पनि ओपरै भिड छ कि क्या हौ आमुस त यहीँ हुँदै कुद्दै हुँदो रहेछ अस्ति नै आउँदा त ओपर अफरोड थियो अहिले चाहिँ कस्तो छ है म चाहिँ यो गर्मी समयमा चाहिँ आएको छुइनँ जाडो बेला मात्र आएको छु यो बाटो चाहिँ हेरौँ उभि कुदाउनु पर्ने हुन्छ यसरी यहाँनिर चाहिँ उफार्छ नि त धेरै एमटी बाइक क्रस फार सम्झेर घुटुङटुङ कुदाउनु भएन अन्त ओभर ठोकिन्छ टङ ओभर जोगाएर कुदाउनु पर्छ त्यही भएर म चाहिँ यस्तो बाटोतिर बिस्तारै नै कुदाउँछु क्या झन्नै मरि कुत्रो ढुङ्गा निक्लेको बिचमा ढुङ्गामा ठोक्यो भने त लडिहाल्छ क्या पुरै जाम अब चाहिँ जाम खुलो है जाम खुलो ए लडाउनु भयो भने थाम्नु सक्दैन है म त लो हो यस्तो गर्छ क्या ओइ बाटो त के हो यस्तो बाफ्रे यो बाटो चाहिँ लास्टै जाम हुन्छ झन् पानी पर्नु हो भने चाहिँ यहाँनिर यस्तो पो छ त माथि हेर्नु त अनि यहाँबाट पानी पर्यो भने चाहिँ फेरि के भयो यो गाडी आमा थर्ड कस्तो डेन्जर यहाँदेखि तल त नहेरौँ साथीहरू बाफे म त भित्ता जान्छु आमा यहाँ थोरै चाहिँ ओभर खतरा छ क्या यहाँनिरको बाटो मुटु चिउ हुने खालको यहाँदेखि माथि चाहिँ फेरि सक्कै त्यस्तो धेरै छैन यो चाहिँ हाम्रो डाँडा बजार जाने बाटो यहाँबाट राजा रानी जान्छ राजा रानी ओ माई गड ओए यो गाडीले देखो कि देखेन धुलो ओफ मास्क लाउनु भुलेछु र नाम्ची चाहिँ यही यहाँनिरको अगाडिलाई चाहिँ नाम्ची बजार भनिन्छ भेरेटारबाट नाम्चीको डिफ्रेन्स चाहिँ त्यस्तो धेरै छैन एकैछिनमा आइपुगिहाल्दो रहेछ म योसँग 3 पटक 4 पटक हुन्छ यता यो साइडतिर आएको अनि यो चाहिँ नाम्ची बजार हो यहाँ त झन् यस्तो डेन्जर पो रहेछ त बाफ्रे
बिस्तारै जानुपर्ने हुन्छ किनकि यो बाटो चिप्लो छ। ओए कस्तो भक भक टाइपको बिस्कुट जस्तै हुन्छ त यो बाटो त के हो। ओ यहाँ हेर्नु न अगाडि ए झन् त्यही ठाउँमा चाहिँ नकुद न, गाडी नकुद भन्छु, दिमागले चाहिँ त्यही ठाउँमा लग्छ क्या। अब त्यो केलाई दोष दिनु, दिमागलाई कि गाडीलाई? वाउ कस्तो दामी देखेको त्यहाँनिर। अब यस्तो दामी भ्यू चाहिँ पुरिँदै आउँदैछ कुहिरोले। ओ यो घुमेको हेर्दा त माथि हिले धनकुटातिरको पो मौसम याद आयो हेर मलाई। तर आज चाहिँ डाँडा बजार जाने मौसम पनि यस्तरी घुमेको रहेछ कि। त्यो ओख्रे भ्यू टावर चाहिँ यहाँ माथिबाट जाने रहेछ। अब साथीहरू कहाँ गयो कसरी देख्नु, केही देखिँदैन त। आमामा मौसम आज यो डाँडा बजारको मान्छेहरूले कति धेरैले हुक्का खाएको भनेर नभनौँला। मैले हेलमेटको सिसा खोलेर कुदाउँदाखेरि पनि अगाडि केही देखिरहेको छैन। कहाँ जानु? ए ऊ त्यो गाडीले लाइट बालिदियो है। हजुर हजुर ओए ओए माछाले के हो, कस्तो चिप्दिन्छ त? ओए हाँ मलाई लडाउँछ ल चिप्लिन्छ भनेर डराएछ साथी, अनि पो बिस्तारै कुदाइरहेको रहेछ। म त यो बाटोमा अस्ति नै धेरै पटक आइसकेको छु, अनि त्यही भएर टुङ कुदाइदिन्छु। जनाले मेरो टोन चाहिँ सबैले के भन्छ भने लिम्बुपाराको टोन आउँछ अरे क्या। अनि म त खोइ त्यस्तै बोल्छु होला, सायद मेरो टोनै अर्को छ भन्छ। केही छैन, तर मेरो टोनलाई नि मन पराइदिनु होला। घरमा बसेर दिमाग खराब भएर दिमाग फ्रेस गर्नुलाई म हिँडिरहेको छु भन्ने कुरा चाहिँ थाहा छैन। ए तेरो जिन्दगी त मोज छ, त घुम्नु हिँड्नु खानु मात्रै त हो नि, अरू के छ र भन्छ। आफूले चाहिँ माइन्डलाई रिल्याक्स गराउनुलाई हिँडिरहेको। यहाँ हेर्नु न कस्तो चिसो हावा चलेको, अनि त्यसपछि कुहिरोहरू पनि आइआएको टेन्टरेनवाला भ्युज देखिरहेछ यहाँनिरबाट। पुरा छ रोड, हामी आएको रोड। भ्यू खोलिँदाखेरि त फेरि कस्तो राम्रो देखिन्छ कि, यो नखोलिएर पो धुम्म देखेको त पर कस्तो राम्रो देखिरहेछ। तर यहाँ रोडको अवस्था चाहिँ यस्तो छ। तर खाँदिएर यो ठुलो गाडीहरू धेरै हिँडेर खाँदेर अलिक टाइट बनाइदिएछ। यहाँनिर त पानी त परेको थिएन ल, म त गलत साइडबाट पो आएछु कि क्या हो, माथिल्लो साइडमा आएँ। अब चाहिँ म यहाँनिर यो के बाइक अरे एडभेन्चर बाइक ट्राई गर्नु गइरहेको छु। धेरै नकुद्नु, आउँदैन त यो त। जो उयो तलको त्यो हो त्यो त लगाइदिनु त, यस्तो त हुन्छ नि। तर कस्तो धेरै छेक्दो रहेछ नि त नि। ओइ रिङबाट चल्दो रहेछ, बाफ्रे छेकेर। हामी चाहिँ अब डाँडा बजार आइपुग्नु लागेको छौँ। अघि भर्खरको मौसम देखिहाल्नु भयो, त्यस्तो थियो। अहिले फेरि मौसम उग्रेर हेर्नु नि के हो र के भन्नु र, म त के पनि बताउन चाहिनँ होइन, देखिसक्नु भयो तपाईँहरूले। यहाँनिरको मौसम चाहिँ अहिले धुम्मेर कालो नकालो भएर फेरि अहिले नै उयो भइहाल्ने रहेछ क्या है, तातो। अहिले त गर्मीवाला फिल पो भयो हौ मलाई। अघि भर्खरसम्म जाडोवाला फिल भइरहेको थियो। ओहो क्यामेराम्यान त खतरा हुनुहुँदो रहेछ। हाम्रो फाइनली यो डाँडा बजार टेकिसकेको छौँ हामीले। म भएर फर्किँदा यहाँनिर भिडियो, यहाँ ओहो कस्तो दामी भिड हो। जानुपर्ने चाहिँ कहाँ हो? यो चाहिँ हाम्रो राजा रानी। यता राजा रानी मात्र भन्न आउँछ क्या मलाई अब डाँडा बजार। यो चाहिँ हाम्रो डाँडा बजार। तर यो मजाले बजारको एरिया चाहिँ देखाउनु पाइनँ क्या, यहाँ माथि बिच चोक छ। यहाँ रहेको छ चिकन मोमो झोल। मलाई चाहिँ मोमोले जाँदा नि साथ नचुनेको छ। यता रहेको छ पर्क मोमो झोल, यता रहेको छ पर्क। सबैजना पर्क नै पर्क खाने, म एउटा रहेछु चिकन खाने।
यहाँ चाहिँ लिम्बू फेरि म मात्रै छु भनेर यहाँ जस्तो हुनुहुन्छ लिम्बूले चाहिँ पर्क खाएन अरूले चाहिँ खायो हामी चाहिँ घरि राजा रानी घरि कहाँ जाने भन्दै अहिले चाहिँ खै के डाँडा भन्ने तर्फ लाग्यौँ खास यहाँ डाँडा बजारसम्म मात्र आएको हो त्यहाँसम्म चाहिँ जानु पर्यो भनेर जैतुन पार्क अरे हामी चाहिँ अब यहाँनिरबाट चाहिँ उता सिधै गयो भने चाहिँ राजा रानी जान्छ राजा रानी नजाने जैतुन पार्क लागेको अब यहाँबाट फेरि अफ रोड स्टार्ट भएछ यहाँ चाहिँ यो डाँडा बजारमा पनि एकदमै धेरै घुम्ने ठाउँहरू त रहेछ ओइ कत्रो कत्रो भौडीवाला टाइपको क्या यहाँ हेर्नु न अफ रोड ओके यो क्या अहिले घाम उतापट्टिबाट आएर होला यो घाम आँखामै परेर म त केही हेर्नु कस्तो साह्रो बनाइदियो क्या धोजे डाँडा अब धोजे डाँडा यहाँ माथि यता उयसको नि धोजे डाँडा रहेछ हौ डाँडा बजारमा पनि माथि हिलेको धोजे डाँडा चाहिँ थाहा थियो मलाई यताको त थाहा थिएन ल ल हिँडौँ नत्र पछाडिबाट ठेल्नुपर्ने हुन्छ मैले अब यता बिचको बाटोबाट जानु भनेर एरो देखाइसकेको छ यहाँ पिच रोड आयो कतिसम्मको नि ल ए यति नै पो रहेछ पिच रोड त कस्तो कहाँ जङ्गल घारीतिर कहाँ आएको जस्तो फिल भएको क्या ऐसेलो घारीतिर पो आइएछ लेकको यस्तै हुन्छ क्या जतातिर चाहिँ लाँदिनँ भनेर कुदाउँछु उतैतिर कुद्छ क्या के हो यो बाटो त गाडी हिँडेको छ जस्तो लागेन यस्तो हेर्दाखेरि त यहाँ त अम्लिसो घारीहरू हेर्नु अनि यहाँ सब्जीको दुखै नहुने रहेछ इस्कुसको मुन्टा अर्ग्यानिक खानु पाइने रहेछ ताजा ताजा टिपेर खाएको यस्तो मिठो हुन्छ कि तर आछि जाडो जाडो भयो अब चाहिँ हाम्रो साथीहरू भेला भइसकिसकेको छौँ अनि अब लाग्यौँ हामी फेरि माथि एडभेन्चर गर्दै उकालोतर्फ आज चाहिँ कस्तो गाउँ साइडतिर कुदाइरहेको छु म अरू बेला पनि कुदिरहेको तर यो चाहिँ कस्तो दामी लागेको क्या मलाई ल ल ल ल आम्बो कहाँ हिँडेको यस्तरी जाडोमा ओए ओए मासरी यस्तो साह्रो हल्लिन्छ कि आम्मा यो बाटोमा त हिँडेको छैन होला हौ गाडी लु चक्काको दामै छैन ओ माई गड कस्तो राम्रो देखिएको चिसो चिसो मौसम यहाँ धुपीको बोर्ड त्यस्तै ओहो धेरै लेक हो कि क्या हो लिटरली मलाई चाहिँ के जस्तो फिल भइरहेछ भने माथि हिलेतिर धनकुटातिर छु जस्तै भइरहेछ तर यो हुनु चाहिँ धनकुटा जिल्लामै पर्छ उता साइड पुगे जस्तो क्या धरानबाट यति नजिकमा आउँदाखेरि नि कति नै टाढा छैन यति चिसो ठाउँमा आइन्छ कि त्यही भएर हाम्रो धरान चाहिँ एकदम बेस्ट ठाउँमा छ क्या पाहाडको फेदमा छ अनि पाहाडहरू जानु पनि सजिलो अब तराईतिर भएको भए चाहिँ तराईबाट आउनु त कति साह्रो पर्छ नि त यता यता माथितिर त तर वाउ ओ वेलकम के जैतुन पार्क ला जस्ता बाइकहरू चाहिँ यहाँनिर राखिरहेको छौँ लाइनै अब बल्ल बल्ल पर्खिँदा बल्ल मेरो पालो आयो बोल्ने वेलकम टु जैतुन पार्क यो चाहिँ हाम्रो कहाँ भन्ने कहाँ रहेको अरे अङ्कल यो डाँडा बजारमा लुकेर रहेको पार्क हो यहाँ चाहिँ 50 रुपियाँ लाग्छ अरे भित्र छिर्नुलाई इन्ट्री अब ल हेरौँ त भित्र के छ म चाहिँ यस्तो देखिरहेको छु आज राइडर देखिरहेको छु म एउटा सिङ्गल पिस मात्र अरू सबै झ्यासमुस देखिएको छ हो नि त अनि ओहो हामीले 50 रुपियाँको तिरेपछि यो रुख टमाटर अचार खानु लानु पाइन्छ यो त जाडोले कठङ्ग्रेर धुम्रपान तथा मद्यपान रहित पार्क अरे यहाँ धुम्रपान गर्नु पाएन चुरोट खाने मान्छेहरू तलै बस्दिन होला कृपया यो पार्कमा चाहिँ पाउँदैन चिडियाखाना रहेछ चिडियाखाना कि चिडियाघर हो यहाँनिर हेर्नु न आछु चिडियाघर रहेछ
लिगुरासको बोट पनि रहेछ यहाँनिर। हामी चाहिँ भित्रभित्र हिँड्दैछौँ तर यहाँ के करायो म त तर्सेर। यो चाहिँ धुपीको बोटहरू रहेछ। मन शान्त वातावरण। यो कुनाको रहस्य चाहिँ के रहेछ? पार्कको चाहिँ हामीले यही बिचको मात्र देख्यौँ, खासै देखेन यो पानाको पात। यो चाहिँ मेन भनेको चाहिँ क्रिस्चियनहरूको रहेछ। यहाँनिर भर्खर थाहा पाइयो तर पनि राम्रो छ, शीतल छ होइन। अहिले बादल लागेको छ, घाम लागेको चाहिँ कस्तो राम्रो भ्यू देखिन्थ्यो होला। अझ यहाँ तल त हामी घुमिसक्यौँ, अझ यहाँबाट माथि पनि जानुपर्ने छ। देख्नुहुन्छ सिँढी चढेर। गाइजहरू कम हियर। मेरो इङ्ग्लिस यति हो होइन। यो घर चाहिँ देख्दै हुन्छ नि यस्तो दामी। यो चाहिँ उनको स्विटर सुट भएकोमा फुलै फुलको घर सजाएको भन्ने गीत छैन, एउटा डाइलग हो त्यो जस्तै देखिरहेछ। यहाँ हेर्नु न, हाम्रो त्यसको अगाडि टक्क एउटा हिरोनी बसिरहेको छ कालो मूर्ति जस्तो होइन। तर त्यो चाहिँ नहेर्नु, पछाडिको भ्यू मात्र हेर। हामीलाई चाहिँ अब चिन्टुको यात्रा सकिसकेको छौँ होइन। के अरे कहाँ चिन्टु हो यो? जैतुन रहेछ। भन न बोल न भन्दै रहेछ बोल न। तर यहाँनिर घुम्न आउँदा चाहिँ यस्तो अलिक शान्त वातावरण जैतुन रहेछ। म चाहिँ जिन्टु। अब एउटा लोकल कुखुरा घर लानु आँटेको। सायद त्यो चाहिँ फ्री होला पैसा तिरेपछि। त यहाँ छौ चल्लाहरू पनि रहेछ। अब चाहिँ हामी फर्केको होइन, तर यस्तो चिसो भयो कि कुरै नगर्नु। यहाँ नाकबाट पानी चाहिँ लास्टै चिसो हुने रहेछ क्या। झन् बेलुका भएपछि चाहिँ फर्किँदा ओर्दा हाम्रो लगभग 7 बजिसकेको छ होला। यहीँनिर 7 अरे 6 बजेर त नागिसकेको छ। यहाँ अगाडिको चिसा झारेर कुदाएको केही देखिएन। फेरि यहाँको मौसम चाहिँ मैले माने। अहिले भर्खरसम्म उज्यालो भइरहेछ, अहिले एक्कासी कालो न कालो भएर आयो। 6 बजेर 19 मिनट भइसकेको छ हामी फर्किँदा ओर्दा। अब 7 साढे 7तिर निक्लिन्छौँ कि लगभग कति बज्छ है धरानसम्म पुग्दाखेरि। अब चाहिँ हाम्रो सकिसकेको छ भन्नुपर्छ। अब यहाँ भेट भइसक्यो राजा रानी। यो माथि जैतुन जाने चाहिँ अब यो चाहिँ हाम्रो भेट भइसकेको छ राजा रानी जाने रोडमा। अब पिच रोड लाग्यो, त्यसमा फुलिलिली उडाउनु पर्ने हुन्छ। तपाईँहरू आउँदाखेरि चाहिँ ज्याकेट चाहिँ बोकेर आउनु होला। आज चाहिँ म ज्याकेट नबोके आएर यस्तो जाडो भएको थियो कि यहाँ भाइले झन् ज्याकेट बोकेको रहेछ र यहाँ लगाइहाल्यो। यहाँ हेर्नु न, केही नदेखेको। आमा केही देख्दै हुनुहुन्छ तपाईँहरूले? मैले त केही देखिरहेको छुइनँ। मेरो क्यामेरामा चाहिँ कस्तो देखिरहेछ कुनि, रोडको टर्निङ कहाँनिर छ भनेर नि नदेखिने गरेको धुमिरहेछ क्या। हुस्से धरानमा चाहिँ पुरै मौसम खुल्ला भएर गर्मी फिलिलिली भए पनि यता माथिको मौसम चाहिँ थाहै नहुने रहेछ क्या कति बेला के भइदिने। अब अघि हामी आउँदाखेरि यस्तो खालको कालो नै थिएन नि। होइन आँखै देख्नु छोडे त लु। रोड तेर्सै छ लु। अब पछाडि साथीहरू कहाँ गयो नि? म त एक्लै भएँ त यार। यस्तो पुरै ब्लाइन्ड ठाउँमा त्यहाँदेखि जङ्गलको किरा कराएर चाहिँ म एक्लै भएँ। मेरो साथीहरू खोइ आएकै छैन पछाडि। अब म अलिक छिटो कुदाएर आएँ कि क्या हो। अहिले त फेरि उग्रियो त के हो यहाँको मौसम त। फेरि यहाँनिर अघि उतै परतिर है बाटै नदेख्ने गरी धुम्मिरहेको त, अहिले फेरि यहीँ ओरतिर है। गलत जग्गा पर आयो कि क्या हो, यस्तो चिप्लो हो। तर यो माटो र ढुङ्गा मिसिएको चिप्लो चाहिँ ठिकै हुन्छ कि भनेको त चिप्लो पो रहेछ। अघि जाँदा त यस्तो बाटो थिएन त, कहाँबाट पानी आयो। यो चाहिँ अहिले म कहाँ आइपुग्यो भने ठ्याक्क नाम्चे आइपुगेको छु होइन। नाम्चे आइपुग्दा चाहिँ हाम्रो 7 बज्न आँटिसकेको छ, 6:49 भइसकिसकेको छ। अब यहाँबाट फेरि भेरेर निक्लिँदाखेरि चाहिँ यहाँ बिचमा बाटो एकदमै खराब छ। साथीहरू फाइनली हामी चाहिँ धरान आइपुगिसक्यौँ होइन। 7:30 भएको छ अनि भेरेटारसम्म निक्लिँदाखेरि 6 बजेर पनि कति मिनट
ए 6 बजेर होइन 7 बजेर नि कति भइसकेको थियो त्यहाँ निक्लेर एकछिन बस्दाखेरि अनि कति नि लागेन हौ हामी दुईजनालाई चाहिँ आइसकेको छौँ अनि यहाँ साथीहरू पछाडि आएको छैन 3 जना चाहिँ बिस्तारै आउँदैछन् होला त्यही भएर आजको राइड चाहिँ अब यस्तै भयो सो सबलाई बाई बाई थ्याङ्क्स फर वाचिङ।